नमस्ते। आज चैत 17 गते 2082 साल र यो भिडियोमा चाहिँ हामीले प्रभु ब्याङ्कको एनालाइसिस गर्छौँ है त। अब फर्स्टमा चाहिँ हामी अलि बिगर टाइम फ्रेममा हेरौँ है त। 1 विकको टाइम फ्रेममा के छ होइन, क्यान्डलस्टिकहरू यसो एकचोटि बुझौँ है त। अब यहाँनिर हेर्नुहुन्छ भन्दाखेरि मैले चाहिँ यसो यता यहाँनिर यो चाहिँ एउटा हाम्रो राम्रो मुभ आएको छ, त्यसपछि चाहिँ एउटा प्यारलल च्यानल जस्तैमा गएको देखिन्छ होइन। अब यसो हेर्नुभयो भने तपाईँले चाहिँ बुलिस फ्ल्याग जस्तै हो, तर यो फ्ल्याग चाहिँ अहिले लामै एक्सटेन्ड भइसकेन। अब यो फ्ल्यागले कहाँबाट चाहिँ हाम्रो ब्रेकआउट दिइरहेको छ त्यही चाहिँ हेरौँ है त। अब यो हाम्रो फ्ल्यागको यो ह्यान्डल भइहाल्यो होइन, पोल भयो। अब यहाँ चाहिँ हाम्रो चाहिँ कसरी गइरहेछ भन्दाखेरि फ्ल्याग चाहिँ यसरी वेभ भएको देखिन्छ यहाँबाट। अब यो चाहिँ मैले यसरी ट्याक्क तानेको छु होइन, मिल्ने गरेर। अब मैले यो टपहरू चाहिँ लिएको छुइनँ अहिले होइन, किनभने मैले चाहिँ म्याक्सिमम नम्बर अफ विक्सहरू चाहिँ छाउन खोजिरहेको छु होइन, अथवा विक्स अथवा बडीको चाहिँ ओपन र क्लोजहरू छाउन खोज्दा चाहिँ यसरी मैले गरेको छु। त अब यहाँ एउटा ठाउँ छुवाएँ, यसको पनि छुवाएँ, यसरी मल्टिपल प्लेसहरूमा चाहिँ छुवाएर चाहिँ मैले यो प्यारलल च्यानल चाहिँ ड्र गरेको छु है त्यसरी। अब यहाँनिर हेर्नुहुन्छ भने तपाईँले चाहिँ यो दिन चाहिँ ब्रेकआउट आएको छ, यो विक चाहिँ यो विक ब्रेकआउट आइरहेछ र यहाँबाट यो क्यान्डल यो प्यारलल च्यानलमा फेरि ब्रेकआउट आएपछि रिटेस्ट गरेको जस्तो पनि देखिन्छ होइन। अब यो अहिले करेन्ट चलिरहेको विकमा चाहिँ यहाँबाट एउटा राम्रो चाहिँ तलबाट चाहिँ बाहिरहरू आएको जस्तो पनि देखिन्छ होइन, सेम एरियाबाट। अब यदि यही यो प्याटर्न चाहिँ यदि भ्यालिड ब्रेकआउट हो भने चाहिँ हामीले अब कसरी टार्गेट लिन सक्छौँ भन्दाखेरि अब यो विक चाहिँ हाम्रो मोस्टली अब अझै पनि हाम्रो आज फर्स्ट डे चाहिँ गयो सोमबार होइन, अझै पनि हाम्रो यो विक चाहिँ बाँकी नै छ। अब यो विकमा चाहिँ यसले पुस ब्याक गरेर चाहिँ हाम्रो यो लाइनभन्दा माथि नै क्लोजिङ दियो भने हामीलाई चाहिँ यसमा चाहिँ अलिकति एन्ट्री बनाउन अझै राम्रो हुन्छ होइन। अब हामीले यहाँनिर चाहिँ एन्ट्री लिँदाखेरि अब लङ्गर टाइम फ्रेम भन्दा सानो टाइम फ्रेममा चाहिँ एन्ट्रीको लागि टार्गेट बनाउन सक्छौँ होइन। अब एन्ट्री चाहिँ अहिले एकछिनको कुराहरू चाहिँ पहिला यसको टार्गेट चाहिँ यदि यो भ्यालिड भयो भने, यो ब्रेकआउट भ्यालिड भयो भने चाहिँ तपाईँको चाहिँ कहाँसम्म जान्छ त भन्दाखेरि टार्गेट अब तपाईँको चाहिँ नर्मल्ली विकली टाइम फ्रेममै हेर्दैछु म है। यहाँबाट तपाईँको यो जतिको छ होइन 143 पोइन्ट्सको रहेछ यो, भनेपछि यो जब ब्रेकआउट आउँछ नि यहाँ नि तपाईँको 143 पोइन्ट्सको नि टार्गेट हुन्छ नर्मली होइन। अब यहाँबाट तपाईँको ब्रेकआउट आयो भने तपाईँको 143 भनेको अलमोस्ट धेरै माथि जाने रहेछ हाम्रो स्क्रिनभन्दा नि होइन, एकैछिन है त। 143 को भनेको तपाईँको 140 लिउँ होइन, अलिकति यहाँसम्म 350 भन्दा नि हुन्छ होइन, किनभने मैले 350 किन भन्दाखेरि अलिकति हामी चाहिँ 350 राउन्ड फिगर जस्तो हुन्छ, साइकोलोजिकल लेभल पनि हुन आउँछ, त्यो 350सम्म चाहिँ यो जाने देखिन्छ है यदि यो प्याटर्नको ब्रेकआउट आयो भने। अब हुनसक्छ अलिक यता तलतिरबाट ब्रेकआउट आयो भने यहाँबाट 143 अर्कै लेभल आउनसक्छ होइन, त्यही भएर यहाँबाट 143 अर्कै ठाउँमा चाहिँ तपाईँले कुन ठाउँमा चाहिँ ब्रेकआउट आएको छ राम्रो। अब यहीँबाट राम्ररी मुभ आयो भने यहीँबाट 143 काउन्ट गर्नु होला होइन, अथवा 140 पोइन्टको काउन्ट गरेर टार्गेट राखेर तपाईँ चाहिँ एन्ट्री त्यसरी लिन सक्नुहुन्छ यहाँनिर, प्रोभाइडेड यहाँनिर अब तपाईँको यो चाहिँ भ्यालिड भएर यहीँबाट नेक्स्ट विक अथवा यो विकै राम्रो यहाँबाट बुलिस आयो अथवा यो विक कटेपछि नेक्स्ट विक चाहिँ बुलिस भयो भने चाहिँ तपाईँ यहाँनिर एउटा लिन सक्नुहुन्छ त्यसरी। अब तपाईँको चाहिँ अब अहिले नै लिने कि भनेर पनि हेर्न मिल्छ है। अब यो चाहिँ अहिलेको चाहिँ 1 डेको हेर्नुभयो भने तपाईँको अब के छ हेरौँ त, सरी 1 डेको टाइम फ्रेममा के छ भन्दाखेरि तपाईँको चाहिँ अब मैले यहाँनिर हेर्दाखेरि चाहिँ के छ भन्दाखेरि तपाईँको नर्मली हेर्नुहुन्छ भन्दाखेरि हाम्रो यो जुन आजको क्यान्डल देखिरहनु भएको छ यो चाहिँ अब तपाईँको नर्मल्ली लगातारै डाउन रातो भइरहेको चाहिँ होइन, तल आइरहेको बेलामा चाहिँ एउटा चाहिँ ह्यामर फर्म भएको छ। अब ह्यामर फर्म भयो भने नर्मली के बुझ्नुपर्छ भने तल गइरहेको बेला चाहिँ यहाँबाट चाहिँ मार्केट रिभर्सल हुनसक्छ कि भनेर पनि बुझ्न सकिन्छ होइन। यो चाहिँ एउटा सिङ्गल क्यान्डल स्टिकले चाहिँ सिङ्गल क्यान्डल स्टिक प्याटर्न पनि हो ह्यामरको होइन। अब यहाँनिर हेर्नुहुन्छ नि योभन्दा अगाडिको रेड क्यान्डललाई चाहिँ अलिक मजाले ओगटेको छ होइन, मतलब त्यसको भित्रै छ हरामी जस्तो नि भएको छ यो होइन। अब तर यहाँनिर चाहिँ यो तपाईँको ह्यामरले चाहिँ केही इन्डिकेट गर्छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ मार्केट रिभर्स हुने चान्स छ भनेर चाहिँ भनेको छैन। अब यो एरिया कहाँनिर बना चाहिँ होइन, अब सिम्पली हाम्रो प्याटर्न फर्म भएर हामीले त्यसमा अन्धधुन्ध ट्रेड पनि लिनु हुँदैन। अब कस्तो एरियामा चाहिँ भएको छ त्यो पनि बुझ्नु पऱ्यो होइन। अब पहिला पनि यो एरिया हेर्नुहुन्छ भने यहाँबाट आएको थियो तल, फेरि यहीँबाट माथि गएको छ होइन, यो पनि यही लेभलतिर आएर फेरि माथि गएको छ, यो पनि यही लेभलतिर आएर अब माथि जान्छ कि यहीँनिर ह्यामर फर्म भएपछि अब चाहिँ यहाँनिर बायरहरू एक्टिभ छ कि भनेर बुझ्नु पर्ने पनि हुन्छ। अब यो भनेको तपाईँको यहाँनिर के पनि छ भन्दाखेरि 200 देखि 205 को लेभलतिरबाट आएको पनि हुनसक्छ हो। यो चाहिँ तपाईँको यहाँनिर हेर्नुभयो भने नर्मली पनि तपाईँको यो एरिया जुन छ मैले यहाँबाट लिएँ त, यो एरिया जुन छ यो एरिया तपाईँको 198 देखि लिएर तपाईँको 200 होइन 205 भनौँ होइन, यो चाहिँ तपाईँको एउटा 200 को ठ्याक्क 200 को जोनतिर पनि भयो होइन, त्यही भएर 200 लाई पनि टेस्ट गरेको भन्न सकिन्छ यहाँनिर होइन डेली टाइम फ्रेममा। अब यहाँबाट तपाईँको माथि पनि जान सक्छ है। अब यहाँबाट तपाईँको चाहिँ सपोर्ट पनि पाइरहेको छ एउटा ठाउँमा होइन, त्यही भएर हामीले अब विकली टाइम फ्रेम हेर्नुहुन्छ भने यहाँबाट चाहिँ
हाम्रो विक आएको थियो तलतिर हैन विकली टाइम फ्रेममा तपाईले हेर्नुहुन्छ भने यो जुन विक आएको थियो यसले चाहिँ तपाईको फ्ल्याग प्याटर्न जुन थियो त्यसको चाहिँ टपतिर हैन फ्ल्याग सरी प्यारलल च्यानलको टपबाट चाहिँ यो चाहिँ ठ्याक्कै बाहिर निस्किन खोजेको पनि देखिरहेको थियो हैन यहाँडै तपाईको यसरी हेर्दा ठ्याक्कै यो रिट्रेस भएको रिट्रेस सरी यहाँबाट बाउन्स ब्याक भएको चाहिँ देखिराख्नु भएको थिएन अब यहाँनिर अर्को पनि सपोर्ट रहेछ भनेपछि यो पनि सपोर्ट रहेछ हैन भनेपछि मोस्ट प्रोबेबली यसलाई एक्सटेन्ड गरेर हामीले पास्टमा लग्न थाल्यो भने यहाँनिर अरू पनि सपोर्ट अर रेजिस्टेन्स केही थियो होला यहाँनिर हैन यसरी हेर्न सक्नुहुन्छ यहाँनिर पनि यो एरियातिर चाहिँ राम्ररी चाहिँ यो एरियातिर भयो यो एरिया भयो राम्ररी यहाँबाट मुभ आएको देखिन्छ है मतलब सपोर्ट अथवा रेजिस्ट गरेको देखिन्छ हामीले हैन अब भनेपछि हामीले वान डेमै अझै हेर्यौं भने हाम्रो चाहिँ यहाँनिर एउटा राम्रो मुभको चाहिँ इन्डिकेसन देखाइरहेको छ हैन अब भोलि यदि यो प्राइसले चाहिँ अब ह्यामरको टपलाई चाहिँ कटेर गयो भने त्यसपछि चाहिँ हामीले चाहिँ नर्मली एन्ट्री लिन सक्छौं भनेर त्यो ह्यामरको चाहिँ हामीले त्यस्तो चाहिँ प्याटर्न ट्रेडिङ स्ट्र्याटेजी हुन्छ नि ह्यामरहरुको केसमा चाहिँ अब यसको 214 आयो भने 214 कटेपछि अथवा सिम्पली यो लेभल यो दुईटा क्यान्डल कम्बाइन गरेर यो लेभल भन्दा माथि गएपछि लिनु भयो भने अझै राम्रो नि 217 214 17 सम्म भन्दा माथि गयो भने झन् राम्रो देखिन्छ हैन त्यहाँबाट चाहिँ तपाईले चाहिँ फेरि यही टार्गेट यही लेभल हाईलाई चाहिँ एउटा टार्गेट पनि बनाउन सक्नुहुन्छ किनभने फर्स्ट टेस्ट गर्ने भनेको मार्केट प्राइसले चाहिँ रिसेन्ट हाईहरुलाई नै टेस्ट गर्छ हैन अब भने चाहिँ यो एउटा चाहिँ टेस्ट गर्न सक्छ यहाँनिर अब अझै पनि तपाईले एन्ट्री 1 आवरमा नि एकचोटी हेर्नु भयो भने 1 आवरमा चाहिँ के छ भन्दाखेरि यहाँनिर तपाईको मार्केट डाउन ट्रेन्डमा आएर चाहिँ यही सपोर्ट जुन डेली सपोर्ट हो त्यहीतिर आएर यहाँ चाहिँ अब तपाईको यो दुईटा क्यान्डल जुन छ हैन तपाईको यो त अलमोस्ट इन्गल्फिङ भइरहेछ बुलिश इन्गल्फिङ भइरहेछ बुलिश इन्गल्फिङ पछि पनि मार्केटले एकछिन कन्फ्युजनमा बस्यो मार्केट कन्फ्युज छ अझै के हुन्छ भनेर हैन त्यसपछि एउटा राम्रै मुभ आएको छ हैन 1 आवरमा भोल्युम पनि पहिला अरु नर्मल भन्दा एभरेज भोल्युमै आएको छ भनौं हैन त्यसपछि तपाईको यो कन्फ्युजन जुन चाहिँ डोजी क्यान्डल चाहिँ त्यसलाई चाहिँ क्रस गरेर यसले माथि नै क्लोजिङ दिन्छ भने चाहिँ मोस्टली यहाँ चाहिँ अब हामीले चाहिँ बाई सिग्नल जस्तो नै देखिरहेछौँ यहाँनिर हैन अब हुन सक्छ यहाँबाट भोलिको दिन यो 1 आवरमा चाहिँ यहीँबाट अलिकति तल आएर यहाँनिर डबल बटम बनाएर गयो भने झन् राम्रो किनभने डबल बटममा तपाईको यहाँनिर लिक्विडिटी नै धेरै फर्म भइरहेछ यहाँबाट मान्छेहरु धेरैले चाहिँ बाई गर्न खोजिरहेको हुन्छ नि यहाँनिर डबल बटम फर्म भएपछि तपाईको अझै राम्रो प्याटर्न पनि फर्म हुन्छ यहाँनिर है त्यही भएर एउटा त्यो चाहिँ हामीले विचार पुर्याएर मात्र यहाँ एन्ट्री लिन सक्छौं हैन अब यो 205 को लेभल आयो नि राम्रो यहाँनिर बाई गर्न सक्नुहुन्छ झन् राम्रो हैन अब त्यो यहाँनिर तपाई कसरी चाहिँ बटम क्रिएट गर्छ कि त्यो हेर्नु पर्यो अब यदि यो सबै कुनै पनि अहिले हामीले डिस्कस गरेको जुन वीकलीमा त्यो बुलिश फ्ल्याग प्याटर्न भन्यो अनि डेलीमा ह्यामर फर्म भएको छ भन्यो यसमा अब तपाईको यहाँबाटै यो इन्गल्फिङ बुलिश इन्गल्फिङ भएको छ भनेर यो चाहिँ यदि भ्यालिड भएन भने अब यसलाई पनि फेरि तलै गयो भने के हुन्छ तल गयो भने हामीले नर्मली के गर्नुपर्छ भने यहाँनिर एउटा यसरी हेर्नु भयो भने यो चाहिँ 1 आवरमै हेर्दाखेरि मैले भर्खरै यहाँनिर देखि हेड एन्ड शोल्डर प्याटर्नको फर्म हुने हो कि हैन यो लेभलमा आएपछि फेरि हेड एन्ड शोल्डर प्याटर्नको फर्मेसनको लागि यहाँनिर तपाईको अर्को शोल्डर बन्यो कि हैन यहाँबाट अब तपाईको हुन सक्छ अब मार्केटमा चाहिँ अब टेक्निकल एनालिसिस भनेको ती पोसिबिलिटीहरु के छ त्यो सबै तपाईले हेर्ने त हैन त्यही अनुसारले कस्तो रियाक्ट गर्यो प्राइसले कस्तो एक्ट गर्यो प्राइसले त्यही अनुसारले तपाईले रियाक्ट गर्ने अब मार्केट यहाँबाट यसरी अर्को शोल्डर बनाएर अब हेड एन्ड शोल्डर भने जस्तो तपाईको त के भन्छ बेरिसै मोमेन्टम दिने हो हैन तल जाने नै प्राइस तल जान्छ भनेर इन्डिकेट गर्छ भनेपछि यहाँबाट अझै तल गयो भने तपाईको यसरी पनि मार्केट तल जान सक्छ यो पनि एउटा अर्को पोसिबिलिटी हुन सक्छ त्यही भएर तपाईले यहाँनिर चाहिँ बेरिस क्यान्डलहरु फर्म हुन थाल्यो भने तपाईले चाहिँ अब पोजिसन छ भने एक्जिट गर्न थाल्नु पर्ने हुन्छ है यहाँनिर अब त्यही यही भन्दाखेरि अब मोस्ट प्रोबेबली यहाँनिर एउटा तपाईको अर्को सपोर्ट हुन्छ है अब यहाँ भनिहाले तल गयो भने के हुन्छ नि यो सिनेरीमा चाहिँ यो तपाई जुन ग्याप छ यो फिल गर्नलाई नि यहाँनिर अर्डरहरु चाहिँ हुन्छ मान्छेहरुको अर्डर जुन यहाँनिर बसिरहेको थियो त्यो चाहिँ अब होला कसैले सोचेको होला यहाँनिर बाई गर्छु भनेर हैन अब यो आएपछि बाई गर्छु भने बसे होला अथवा कसैले यतातिर यो लोतिर बाई गर्छ भने बसे हुन्छ यहाँनिर चाहिँ तपाईको आयो भने चाहिँ फेरि मार्केटले चाहिँ पुश गर्न सक्छ अब यो तपाईको यो जुन रेन्ज छ हैन यो सानो जुन रेन्ज छ यसको पनि यहाँनिर चाहिँ ब्रेकआउट पछि नै यहाँबाट यो लाइन सपोर्ट चाहिँ लिन सक्छ मार्केटले यदि अरु अघि तीनटा जुन सिनेरी भने त्यो भ्यालिड भएन भने तपाईको यो लेभलतिर पनि एकचोटी सपोर्ट लिएर चाहिँ माथि जान सक्छ है मार्केट अब त्यही हिसाबले तपाईले अब वीकली टाइम फ्रेम अथवा डेली अथवा आवरली टाइम फ्रेम हेरेर पनि आफ्नो चाहिँ एन्ट्रीहरु चाहिँ बनाउन सक्नुहुन्छ स्टप लसहरु चाहिँ अब तपाईको त्यही अनुसारले राख्न सक्नुहुन्छ अब स्टप लसकै कुरा गर्नु पर्दाखेरि यहाँनिर तपाईको चाहिँ एन्ट्री अब तपाईले यहीँबाट तपाईले अब डबल प्याटर्न बन्छ भने यहाँनिर लिनु भयो भने यो 205 को एरियामा लिनु भयो भने तपाईले यो सिम्पली यो लेभल भन्दा अलिकति तल स्टप लस हालेर चल्न सक्नुहुन्छ अथवा तपाईले सक्नुहुन्छ नि 5% अथवा 2% कतिको हुन्छ त्यसरी पनि स्टप लस हाल्न सक्नुहुन्छ हैन भने तपाईले अलिकति धेरै रिस्क लिन सक्नुहुन्छ नि अब कहाँ छ यो 190 तिर पनि स्टप लस राख्न सक्नुहुन्छ यो लेभलतिर पनि किनभने यहाँ बाउन्स हुने चान्स चाहिँ देखिन्छ यो एरियाबाट हैन अब एन्ट्री चाहिँ मोस्ट प्रोबेबली तपाईले यहाँनिर अहिलेको एरियातिरै
राम्रो बुलिस क्यान्डल फर्म भएपछि बनाउँदा राम्रो देखिन्छ है त।